तानेको त यहाँ त देखाइरहेको छु आना चाचा टक्क लाग्दै हो अब गोपाल दाइ सिधै गेम गर्नु पर्यो है छिरो शाबास शाबास एक नम्बर गोटी हान्यो के गोपाल दाइले ल ठिक छ माने माने नमानेर हुन्छ कति भयो कति भयो 20 20 20 19 ल चारजनै हाट्न पर्छ चारजनै हाट्न पर्छ जिते नि हारे नि यो त अब चारजना भाग्दा भयो किन कालो 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 पालो खेल्न पर्छ त्यो फसेको गोटी हान्न चाचा यार त्यो किन हानिरहेछ खान्छ नि अनि लएर त्यहाँ फसायो भने त गेम कसरी हुन्छ फस्दैन बुढो ओ लास्टको हान्दै मैले ए त्यो कालो खाइदियो नि होइन होइन उसले यहाँ बुला खेलिरहेको थियो नि त कसको ब्लक बास गोपाल दाइले आज खतरा हान्दै यहाँदेखि यहाँ लङबाट यहाँ आऊ न यहाँ यो जाँदैन मेरो यो लौ यहाँ अहिले फसाइदिन्छ त्यो गोटी हो हो हान छिर्यो ए चाचा पावर छैन चारवटा रोटी खाएको के काम प्रेम दाइले यार फेरि पावरै पुऱ्याएन यार गएको छ हान्नु पर्ने यो अलि कस्तो जाँदैन कृष्णले होपलेस भइसक्यो किन हप्ला गेमै थियो यार कृष्ण होपलेस भइसक्यो यार 6 पोइन्ट त आउँछ आउँदैन अब हेर न किन आउँदैन आउँछ 6 पोइन्ट आउँछ पत्ताको 6 पोइन्ट आउँछ खतरा हान्दिदिनु बस देखाइदियो अगाडि खा खाइदियो अगाडिको कस्तो नछेको खानु पर्यो नि हानेको मैले खान्छ जिन्दगी अब झन्ड भयो अब कालोको गेम ए तान्नु न तान्नु तान्नु मेरो त्यो कस्तो त्यस्तो सिधा त छुएन रातोमा लाग्यो भने घटा गोटी घटाउ अगाडिको हान्दै अफर एकदम पावर हान न कता न कता पिल्छ हो पिल्यो त पिल्यो गेम हान सेन्टर आयो ल कुइन हान कुइन अब गेम हुन्छ त्यो हाने भने निकाल दादा पावर हाल्यो नि लाग्यो पिल्यो खतरा हान्दियो त यार एक नम्बर हान्यो हाल्दियो यार त्यो मान्छेले एक नम्बर गोटी हान्यो 40 वर्षको हो बुढोले झिक्नु लाउनु पर्दैन होइन दुईटा गोटी खाइदियो बुढोले खाए त बुढो तर गरी खा भाइ खा ल 12 हुन्छ 12 ठिक छ अर्को पालो जान्छ नि त ल तानेर पिला म यतै ल्याएर टेन्सन नगर स्योर त हान्न सक्न पर्यो नि हो खाएर तान्यो उता भित्र राख्दै नि हुन्छ कहाँ भित्र राख्ने बस यहाँ आनु ओ प्रेम दाइ त्यहाँदेखि होइन त्यहाँदेखि छिरेन आइपुगेन नि छिर्थ्यो यहाँदेखि पावर आयो पावर हुनु पर्यो पिसाको ब्लक छ कि टेन्सन नगर तिम्रो हुन्छ निकल लाएर ठिक छ बर्बाद भयो भने बुढाले छोयो भने म फेरि उ गरिहाल्छु ल छोड ल मोबाइल ठिक छ तर उसले फस्यो भने हो खोइ ल छोड ए बुढा बान्दै यहाँ हान खोइ कति रहेछ त्यसको पक्कै हो त अरे बाबा रे छिर्यो भनेको